सो हामीले चाहिँ टिकट लिइसकेको अवस्था हैन। एउटा टिकटलाई यहाँ पनि 20 रुपैयाँ पर्दो रहेछ। दुईटा टिकट हामीले लिइसकेको छौँ। दुईटालाई चाहिँ हाम्रो 40 रुपैयाँ भइसकेको छ। ट्री हाउस आइसकेको छौँ हैन। अब यहाँको हामी तपाईहरुलाई नजारा देखाउने छौँ। दृश्य भ्यू रहस्यमय कुरा के होला त्यो भित्र गाइज हेर्नु पर्ने हुन्छ। खतरा खतरा बबाल तिमी बहाना बनाइराछौ किन मबाट। सो वेलकम ब्याक टु माई न्यू ब्लग गाइज। आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ। र आज हामी घुम्न जानुपर्ने हुन्छ रामनगरको त्यो ट्री हाउस भन्ने धेरै चलेको छ। सो हामी फेमस ठाउँ घुम्न गइरहेको छु। अनि हामीसँग चाहिँ म र ज्योति अनि हाम्रो बाइक यहाँ सही छ। गिटार सिटार सब लिएर अब हामीले लाग्दिनु पर्ने हुन्छ। यहाँ एकदम गाडीहरू चलेको कारणले यहाँ आवाजहरू केही सुनिरहेको छैन। सो त्यति बेला हामी बाटो सबै देखाउँछौँ होइन। अहिले म र ज्योति लाग्दिनु पर्यो गाइज बाटोबाट होइन। सो फाइनली गाइज हामी प्रजा स्मार्ट पार्क भन्न ठाउँमा पुगिसकेको छौँ। प्रजा स्मार्ट पार्क भन्ने यही रहेछ होइन। घुम्नलाई भित्र छिर्नको लागि चाहिँ हामीले टिकट काटिसकेको छौँ। हाम्रो टिकट 20 रुपैयाँको रहेको छ। हामी दुईजनाले दुईटा टिकट काट्यौँ। सो हाम्रो 40 रुपैयाँ इन्भेस्ट गरिसक्यौँ। हामी यो भित्र आउनलाई यस्तो बनिरहेको ठाउँ हो। सो एकपल्ट यहाँ पनि घुम्दियो अनि त्यसपछि चाहिँ अगाडिको जानुपर्ने हुन्छ होइन। सो यहाँ चाहिँ एउटा के हाउस जस्तो देखिरहेको छ। सो हामी यहाँ गएर भिडियो फोटो बनाउँछौँ खिच्छौँ। त्यति बेला गाइज हेरिदिनु होला। फाइनली गाइज हामी हिँड्दै अलिक नजिक आइसकेको अवस्था होइन। हाम्रो चाहिँ भाइरल हाउस चाहिँ यहाँ रहेको छ। हामी दुईजना चाहिँ बिस्तारै हिँड्दै गरेको अवस्था। सो अब हामी यहाँबाट चाहिँ अगाडि जानुपर्ने हुन्छ। त्यहाँ हेरेर होइन त्यो अगाडि भतेरीतिर जानुपर्ने हुन्छ। सो भतेरीको ट्री हाउस भने चाहिँ अलिक रास्तै राम्रो छ भनेर सुनेको थियो। र ट्री हाउस पनि अरू दामी छ नि त होइन। यहाँको चाहिँ ट्री हाउस यही हो गाइज। वाह दामी छ है। यो चाहिँ हाम्रो गार्डन रहेको छ। यहाँ चाहिँ भर्खरै बनाइरहेको अवस्था। बिस्तारै बनाउँछन् त्यसपछि आउनेछौँ यहाँ हामी। फाइनली गाइज हामी यहाँ ट्री हाउस आइसकेको छौँ होइन। अब यहाँको हामी तपाईँहरूलाई नजारा देखाउने छौँ। दृश्य भ्यू हामी फटाफट चढेर यहाँको नजारा गाइज। वाह मान्छे हेर है त्यहाँ टोलाएर बसेको एक्लौता औरत हो। हाम्रो यहाँबाट चाहिँ घुम्ने ठाउँ हो। हामी माथि पनि जानुपर्ने हुन्छ। सो हामीसँग धेरै टाइम छैन है। राति हुने बेला भइसकेको छ। यहाँ चाहिँ यो मात्र छ होइन घुम्ने ठाउँ। यहाँ भर्खर बनिरहेको छ। सो बनिसकेपछि आउनु होला होइन। राम्रो छ बबाल भ्यू छ। नेचुरल पुरै सफ्ट हो होइन। अब यहाँबाट हामी लाग्नुपर्ने हुन्छ गाइज। हामी यहाँबाट फटाफट ढिला नगरिकन लाग्नुपर्ने हुन्छ अर्को ठाउँ होइन। सो त्यति बेलाको लागि गाइज हेरिदिनु होला भिडियो। च्यानलमा नयाँ हुनुहुन्छ भने गाइज सब्सक्राइब गरिदिनु पर्यो होइन मेरो च्यानललाई। तपाईँहरूको एउटा सब्सक्राइबले मलाई धेरै मोटिभेसन हुन्छ गाइज। भिडियो बनाउन मजा लाग्छ नि त होइन। लाइक पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला कस्तो के छ होइन भिडियोमा। सो त्यति बेला गाइज हेर्दै गर्नु होला। हामी अगाडितिर जानुपर्ने हुन्छ। सो फाइनली गाइज हामी आइसकेको अवस्था होइन। यहाँबाट चाहिँ हामी राइटतिर जानुपर्ने हुन्छ। हो भाइ साहब बाटै रहेछ नि त यतातिर। हामी यहाँ चरपटै किन्नुपर्ने हुन्छ गाइज। चरपटै किन्दै लोकेसन चाहिँ यही हो गाइज होइन। यहाँ चाहिँ लोकेसन यो हो हाम्रो घुम्ने ठाउँको होइन। सो हामी यहाँ चरपटे लिन पर्ने हुन्छ। चरपटे अनि मिनरल वाटर पानीपुरीहरू सब थोक लिएर गइसकेको अवस्था। यो चाहिँ हाम्रो दिदीको पसल। सो बाटो चाहिँ पुरै अफरोड रहेको छ होइन। कच्ची छ पुरै अफरोड। सो बिस्तारै हामी जाँदैछौँ। हामी ट्री हाउस भन्ने ठाउँ आइसकेको छौँ। यो चाहिँ हेर्नु दुईवटा ट्रीको माथि यस्तो चौतारो जस्तो बनाइदिएको छ। सो ट्री हाउस यसलाई भन्दो रहेछ होइन। पहिला ल्याएको कुराहरू खानुपर्ने हुन्छ। सेलाइसकिन्छ होइन। सेलाएर फेरि पानी भइदियो भने त किनेर नकिनेको केही फाइदै हुँदैन। सो हामी पहिला खाजा खाएर पेट पूजा गर्नुपर्ने हुन्छ। अनि पेट पूजा गरेर त्यसपछि हामी घुम्नुपर्ने हुन्छ। सो त्यति बेला गाइज भिडियो हेरिदिनु होला होइन लास्टसम्म। भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। कमेन्ट गरिदिनु होला होइन कस्तो छ। सो अब हामी खाजासाजा खानुपर्ने हुन्छ अनि त्यसपछि घुमौँला होइन। सो हामीले चाहिँ टिकट लिइसकेको अवस्था होइन। एउटा टिकटलाई यहाँ पनि 20 रुपैयाँ पर्दो रहेछ। दुईटा टिकट हामीले लिइसकेको छौँ। दुईटालाई चाहिँ हाम्रो 40 रुपैयाँ भइसकेको छ। नजारा हेरेर हामीले खानुपर्ने हुन्छ खाजा पेट भोजन। यहाँ चाहिँ गइसकेको अवस्था है। टुलटुली भोकहरूले त्यो सुकिसकेको छ। सो हामी यहाँ बाइकहरू सब यहीँ राखिदिउँ होइन। अब त्यहाँ हामीलाई गएर खानुपर्ने हुन्छ। सो हामी त्यति बेलाको लागि गाइज जान्छौँ। यो चाहिँ गाइज हामी माथि चढेको अवस्था खुड्किलाहरू पार गर्दै चढिरहेको छौँ होइन। यहाँको नजारा यस्तै रहेको छ। ओ भाइ के छ त राम्रो लागिरहेछ घुमेन बबाल। सो फाइनली गाइज हामी माथि आइसकेको अवस्था होइन। यहाँको माथिको चाहिँ भ्यू यही रहेको छ। सो पुरै हरियाली ग्रिन 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 होइन। सो हामीलाई भोक लागिसकेको अवस्था। त्यो चाहिँ खानालाई स्टार्ट गरिसकेको छ है। हाम्रो भेराइटीहरू यिनीहरू हो। यहाँको नजारा हेर्दै खानालाई चाहिँ एकदम मजा लाग्छ नि त है। पुरै नेचुरल भ्यूहरू। सो हामीले सबभन्दा सुरुमा खाजा खाएर अनि त्यसपछि तपाईँहरूलाई भ्यूहरू पनि ल्याउनु पर्ने हुन्छ। कति ठाउँ घुम्ने के कस्तो छ होइन। सो त्यही हो गाज। सो यही हो बाटो घुम्ने ठाउँहरू। सो लेट्स सी गाइज यो चाहिँ ट्री हाउस रे। यसलाई ट्री हाउस भन्दो रहेछ होइन। यसको क्रममा हामीले चाहिँ खानालाई यो सब थोक
भेराइटीहरू रेडी गरिरहेछौँ। हाम्रो चुन्टुङ भुन्टुङ यहाँ रहेको छ बियर, छोटो मोटो बियर, छोटो गोलु मोलु बियर। सो हाम्रो रेडी भइरहेछ। अब खानेकुराको अनबक्सिङ गर्दै यो चाहिँ हाम्रो चिकन लेग पिस। अच्छा चिकन लेग पिस। अनि यो चाहिँ हाम्रो पानीपुरी, यो चाहिँ हाम्रो चरपटे, यो चाहिँ हाम्रो स्टिम मोमो। अब मैले खोलिरहेको छु फ्राई मोमो होइन। हामी फ्राई मोमो पनि यहाँ राखिदिन्छौँ। त्यसपछि हाम्रो चुटकुन भुटकुन छोटा मोटा बियर। हामी बियर पनि यहाँ राखेर अनि त्यसपछि यहाँ पानीपुरीको पानी, हाम्रो मोमोको अचार, यिनीहरू हाम्रो खाजा भेराइटीहरू। सो हामी सबै खाएर त्यसपछि पेट पूजा गरेर मजाको नजाराहरू घुम्नुपर्ने हुन्छ होइन। यताको पनि छ यताको पनि छ। सो हामीले घुमेर त्यसपछि के कसो गरौँ छ हामी हेराउँछौँ। त्यो चाहिँ हामी खाइरहेको अवस्था। सो मोमोहरू यस्तै छ, बबाल टेस्टी। फ्राई मोमो दामी हुन्छ साथी, फ्राई मोमो खानुपर्छ होइन। यो चाहिँ स्टिम मोमो रहेछ। स्टिम मोमो खासै टेस्टी लाग्दैन कि, खाँदा खाँदा वाक्क भइसक्यो। हाम्रो यो गोलगप्पे जस्तो फ्राई मोमो दामी हुन्छ होइन। चट फाइनली गाइज हामी खाँदै गर्दा सब थोक सक्यो, पेट पनि भर्यो। आमा खाएर पुरा अब निन्द्रा लागिसकेको अवस्था। घुम्न त अन्त्य जाओस्, अब घुम्ने हो कि सुत्ने हो के थाहै छैन। सो अब हामी खाएर सब थोक सकिसक्यो। भोकन्डर पुरै अगाइसकेको अवस्था, अझै खाँदै गरेको अवस्था। अब खाँदै निन्द्रा लागिसकेको छ अरे। दिमाग खराब यत्रो सबै खाइयो। अब खाएर हामी एकछिन अब हात धोएर फ्रेस भएर त्यसपछि घुम्नुपर्ने हुन्छ कि कस्तो छ होइन। पोका पारेर बाँधेर यतातिर राखिदिनु पर्ने हुन्छ होइन। जताभावी फोहोर गर्नु हुँदैन, फोहोर गर्नु पाप हो कुराहरू, केटीहरू फोहोर गर्नु हुँदैन। सो हामी जहाँ पाए त्यहीँ फाल्नु हुँदैन, वातावरण स्वच्छ राख्नुपर्छ होइन। सो त्यति बेलाको लागि हामी यो चाहिँ यसरी बाँधेर टक्क पारेर यतातिर यसरी टुप्लुक्क राखिदिनुपर्छ होइन। त्यो पछि हामी फाल्ने छौँ। यो चाहिँ अलिअलि बाँकी रहेछ छोटो बियर पनि सघाउनु पर्यो। A few moments later. फोहोर चाहिँ त्यहाँ फाल्नुपर्ने हुन्छ। हामी यहाँबाट चाहिँ झरेर अनि त्यसपछि अर्को ठाउँ घुम्न जानुपर्ने हुन्छ। यहाँ चाहिँ हामीले पिङ देखिसकेको अवस्था होइन। यहाँ पिङ खेल्नुपर्ने हुन्छ सुरुमा, फोहोर यहाँ फाल्नु होला। हामी यहाँ फोहोर फालिदिन्छौँ। सो अब हामीले भिडियो बनाउनु पर्ने हुन्छ, चाहिँ हामीलाई पिङ खेल्नुपर्ने हुन्छ सुरुमा होइन। सो लेट्स सी गाइज। फाइनली गाइज हामी चाहिँ अब यहाँ पिङ खेल्न जानुपर्ने हुन्छ होइन। अब हामी बिस्तारै पिङ खेलिदिनु पर्ने हुन्छ। हामी त्यहाँ अहिले बसेर खाजासाजा खायौँ, अब यस्तो निन्द्रा लागेको जस्तो लागिरहेछ होइन। सो अब हामी यहाँ पिङ खेल्न जानुपर्ने हुन्छ। यो चाहिँ हाम्रो पिङ रहेको छ साथीहरू। सो गाइज हामी पिङ खेल्नुपर्ने हुन्छ यहाँ। भयो यहाँको त्यस्तै रहेछ। दुईजना हामी भएर खेल्न सकिनँ होइन। अरू भएको भए हुन्थ्यो क्या, लोडै मिलेन। सो हामी 4-5 जना आउनुपर्ने हुन्थ्यो। अब अर्कोपल्ट फेरि 4-5 जना भएर आउने छौँ। अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ, अर्को ठाउँहरू हेर्नुपर्ने हुन्छ होइन। फाइनली गाइज जाँदा हामी बाटोमा फेरि यस्तो खाले गेम देखियो। त्यो गेमको नाम चाहिँ के हो थाहा पनि भएन, के नाम हो कमेन्ट गरिदिनु पऱ्यो होइन। यो चाहिँ हामी खेल्नुपर्ने हुन्छ। अब गरुङ्गो छ उचाल हाम्रो यहाँ पिङ पनि देखिएको छ। अब हामी यहाँ पिङ खेल्नुपर्ने हुन्छ गाइज। ओ भाइ साहब दामी छ, लास्टै ठुलो छ। अब हामी खेल्नुपर्ने हुन्छ। मेरो पालो। Oh my god.
भ्यू पिङ सिङ खेलेर सब थोक खेलिसक्यो अब अगाडितिर जानुपर्ने हुन्छ अरू अरू ठाउँ पनि हेर्नु पर्यो नि त होइन अब हामीसँग धेरै टाइम छैन सो अगाडितिर गएर हेर्नुपर्छ अघिको ठाउँ यो रहेको छ हाम्रो खाजा खाएको ठाउँ पछाडि चाहिँ पिङ खेलेको होइन अब अगाडितिर जानुपर्ने हुन्छ यहाँ चाहिँ बबाल रहेको छ हामी यो पनि घुम्छौँ यहाँको चाहिँ यस्तै नजारा रहेको छ गाइस फुलहरू बबाल खिलेको छ होइन यो चाहिँ हाम्रो ठाउँहरू हामी यताबाट आयौँ अब अगाडि घुम्नुपर्ने हुन्छ होइन यो चाहिँ एकपल्ट हेरिदिउँ के छ राज्य रहस्यमय कुरा के होला त्यो भित्र गाइज हेर्नुपर्ने हुन्छ गाइज हामी भित्र आउँदाखेरि चाहिँ यस्तो रहेको छ नजारा आइज न होइट यहाँबाट चाहिँ सिडी बनाइदिएको छ लोकल स्टाइलमा सो हामी यहाँबाट माथि चढ्नु पर्ने हुन्छ गाइज यहाँको चाहिँ भ्यू ओ भाइ 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 आइज न आइज यहाँ चाहिँ निस्किने ठाउँ होइन कोही रहेछ त्यहाँ हो तेरिका यो चाहिँ हाम्रो नजारा होइन अब यहाँबाट बिस्तार जानुपर्छ यहाँबाट त्यस्तो गाह्रो रहेको छ गाइज बाटो यहाँ चाहिँ बेलुन रहेको छ गिटार झर छिटो छ छिटो छ माटो साईको के भयो दिमाग खराब अझ छिटो छिटो आइज सो ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ हामी योबाट छिरेर निस्किसक्यौँ अब अर्को ठाउँ जानुपर्ने हुन्छ होइन अब अर्को ठाउँ गएर त्यसपछि हेर्नुपर्ने हुन्छ हामीलाई यो खोल्नु पऱ्यो अघि मान्छे गएको रहेछ कताबाट खोल्छ उल्टो कि सुल्टो ल अब हामी यहाँबाट छिर्नुपर्ने हुन्छ एकछिन नि त अब यहाँ छिरेर त्यसपछि हेर्नुपर्ने हुन्छ यहाँको नजारा यो रहेको छ साथीहरू है बवाल छ है यहाँको चाहिँ भ्यू यही हो होइन अब यहाँ चाहिँ पानीहरू रहेको छ पानीको माथि बिचमा टुप्लुको बस्ने तरिकाले बनाइदिएको छ हाम्रो सनलाइट देख्न सक्नुहुन्छ है बबाल आइरहेको छ अहिले समथिङ 5 समथिङ भइसकेको छ होइन अब यहाँबाट चाहिँ भिडियो सिडियो बनाएर टक्क तरिका लगाइदिनु पर्ने हुन्छ हामीलाई सक्नुहुन्छ गाइज यहाँको भ्यू के भयो अझै छिटो अझै कस्तो बबाल फुलहरू छ है वाउ आइज आइज ले ले छिटो हातले हातले हातलो 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 वाउ भ्यू त बवाल छ नि त यार डेटिङ बस्ने ठाउँ अरे कपालहरूको लागि दामी प्लेस वान अफ द बेस्ट प्लेस सुनसान जग्गामा सुनसान इलाकामा पुरै नेचुरलको भ्यू लिँदै यहाँ बस्नुको मजा अलग छ साथीहरू सो यहाँ आउनुपर्ने ठाउँ रहेछ यहाँ चाहिँ सब थोकको व्यवस्था छ होइन 20 रुपियाँ जम्मा हो टिकट 20 रुपियाँ तिरेर आएपछि सब थोक हेर्न सक्नुहुन्छ यहाँको भ्यू यस्तै छ होइन अब यहाँबाट हामी घुमेर जानुपर्ने हुन्छ फ्रीको बेलुन पनि पाएँ 20 रुपियाँमा 5 रुपियाँको त तैँले बेलुन पाइसकेको छस् होइन अब हामी जानु पऱ्यो यहाँसम्म घुमेर एकछिन फोटोसोटो खिचेर त्यसपछि हामी चाहिँ अगाडितिर जानुपर्ने हुन्छ त्यति बेला लाइभ भिडियो हेरिदिनु पऱ्यो गाइज च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक गरिदिनु होला एउटा केही कमेन्ट गरिदिनु होला होइन अनि त्यसपछि चाहिँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरेर हामीलाई एउटा मोटिभेसन दिनुपर्ने हुन्छ होइन उहाँ चाहिँ बुद्ध रहेको छ वाउ चाहिँ बस्ने ठाउँहरू पनि रहेको छ साथीहरू बबाल बबाल है त्यहाँ एउटा छ अनि त्यसपछि यहाँ एउटा छ यस्तो ठाउँमा बबाल छ बस्ने ठाउँ यहाँ चाहिँ म र काली गिटार बजाइरहेको अवस्था मलाई गिटार बजाउन आउँदैन त म सिकाउँदै गरेको अवस्था होइन गिटार सिटार बजाएर त्यसपछि लगाइदिनु पर्ने हुन्छ एकछिन चिलमा बस्नु पऱ्यो गाइज अब यहाँ गिटार सिटार बजायो एकछिन रिल्याक्स गरेर होइन बस्यो अब यहाँबाट पछि हामी जानुपर्ने हुन्छ गाइज यहाँबाट होइन कपल्सहरू बसिरहेको छ होइन सो फाइनली गाइज हामी चाहिँ एकछिन बसिरहेको अवस्था हाम्रो साथी नै भनौँ होइन साथी भेटिसकेको अवस्था ल तपाईँको नाम भनिदिउँ न के हो प्रेम लामा मेरो चाहिँ स्वरूप चौधरी होइन बसेर गीत गाउने छौँ रमाइलो गर्नलाई इन्जोय होइन गाइज अब गीत गाइदिउँ न हामी ल गाइज अब गाइदिउँ सँगै सबैजना सँगै गाउनु होला होइन हामीसँग होइन तिमीलाई
चाहन्थे जुनी जुनी भरिलाई के वास्ता बुझेनौ तिमीले मेरो बेथा चाहेको होइन तिमीलाई। ल एउटा आज अर्को गीतमा फेरि चल्नु हैन मलाई आउँदैन है गीत तपाईँ गाउनु है तपाईँ गाउनु कुन गीत हो ल म साथ दिन्छु चारजना गाउँ होइन चर्चमा गाउँछ होला नि चर्चमा गाउँछ त्यही त अब गाउनु पर्छ होइन सबैजना चारजना मिलेर गाइस अलिक बवाल हुन्छ क्या चारजना गाइस ल है रेडी यही गीत अहिले बल्लले के थियो अरे कि आउँछ होला त्यो उसको के आउँछ कुन भन त बहिनी भन त केही नै आउँदैन बिचरा भन त कुन गीत आउँछ ल ल कुन गीत आउँछ त्यो लोकदोरी जस्तो के ल गर्ल्स भर्सेस बोइज होइन ल जितिन्छ होला ल ल फेरि हाम्रो गीत स्टार्ट भइसकेको छ ल हाम्रो गिटारिस्ट सिङ्गर दुइटै सबै हामी छौँ होइन चारजना तिमी मेरो राख्नेछु तिमीलाई म अङ्गालोमा बेरियो खाउन कसम भरिको लागि साथ दिन्छु देखि अहिले तपाईँलाई चाहिँ आफ्नो रिदम थाहा छ ए खै त दामी खतरा खतरा बबाल बहाना बनाइराख्छौ किन मबाट एक्कासी टाढिन माया सकी छैन संसार मेरो wow dami guys गाइज आजको लागि चाहिँ यति नै थियो हाम्रो ब्लग आजको दिनभरिको
घुमफिर गरेको अवस्था होइन। हामी घुम्यौँ सुत्यौँ, ठाउँहरू रमाइलो रहेछ, घुम्न आउनु होला होइन। यहाँ चाहिँ के भन्छ अरे यसलाई ट्री हाउस भन्ने ठाउँको नाम हो। यहाँ चाहिँ अब हामी यहाँबाट जानुपर्ने हुन्छ। हामीसँग चाहिँ 2 जना अझै साथीहरू भेटिसक्यौँ होइन। अब उनीहरूसँग सबैजना हामी सँगै जानुपर्ने हुन्छ। अहिले बाटोमा अब जानु पऱ्यो। सो त्यति बेलाको लागि गाइज बाई। च्यानलमा नयाँ हुनुहुन्छ भने गाइज सब्सक्राइब गरिदिनु पऱ्यो होइन। तपाईँको एउटा सब्सक्राइबले मलाई मोटिभेसन मिल्छ, भिडियो बनाउनलाई आँट आउँछ होइन। भिडियो बनाउनु पऱ्यो नि त, ब्लग बनाउनु पऱ्यो, आफ्नो डेली लाइफस्टाइल ब्लग देखाउनुको लागि म चाहिँ भिडियो बनाइरहेको छु। सो त्यही हो गाइज, सपोर्ट गर्दै राख्नु होला होइन। थ्याङ्क यू सो मच सबैलाई, लभ यू, बाई। हामी चाहिँ फर्किन लाग्यो फाइनली। अब हामी घरतिर लाग्यौँ।